हेलो एभ्रिवान, आज म तपाईहरुको समक्ष यो प्रडक्टको बारेमा केही जानकारी दिन चाहन्छु र जो मैले आफै युज गरेको र यसको नाम चाहिँ हो स्पिड विङ्स हैन, मतलब मेटल रिपेयरिङ हो। अनि धेरै अगाडि चाहिँ मेरोसँग यो प्रब्लम भएको थियो। यो गोदरेजको चाहिँ यो जुन चाहिँ सपोर्ट रहेछ त्यो मतलब भाँचिएको थियो हैन, अनि वेल्डिङ गर्दा पनि अलिक प्रब्लम हुने भएकोले गर्दा चाहिँ मैले गुगलमा सर्च गर्दा चाहिँ यो प्रडक्टको बारेमा थाहा पाएँ हैन। सो मैले यसलाई युज गरेँ अनि यो चाहिँ एकदमै मजबुत भएको छ, अहिले हल्लाउँदा पनि हल्लिँदैन। सो सोचे तपाईलाई यसको जानकारी दिउँ हैन, तपाईलाई पनि युजफुल हुन्छ भनेर। अनि यो चाहिँ के हुन्छ चाहिँ यो यसभित्र चाहिँ यो दुईटा हुन्छ ग्लु हैन, एउटा ब्लू कलरको अनि गोल्डन, अनि दुईटालाई नै इक्वली नै के गर्नुपर्छ हामीले मिक्स गर्नुपर्छ हैन। जति तपाईले ब्लू लिनुहुन्छ त्यति नै गोल्डन मात्रै लिएर चाहिँ त्यसलाई राम्ररी मिक्स गर्नुपर्छ। अनि मिक्स गर्दा चाहिँ एकदमै पहिला चाहिँ अलिक पतला हुन्छ, मतलब कि गाढा हुँदैन, पतला हुन्छ र मिक्स गरेर अलिक कुछ सेकेन्डको लागि छोड्यो भने चाहिँ अलिक गाढा हुन्छ र आफूलाई जहाँ एप्लाई गर्नु मन छ त्यहाँनिर एप्लाई गर्नु सक्नुहुन्छ। अनि तपाईलाई प्रडक्ट मन परे कमेन्ट गरिदिनु, म यसको लिंक शेयर गर्नेछु। धन्यवाद फर